गाइस आज चाहिँ हामी पौडी खेल्न जान लाग्यो तल राङ्गाल खोला तल बब्बाल छ त्यहाँ पौडी खेल्ने ठाउँ जान लाग्यो भाइ र म अनि साथीहरु आउँछु भन्दै थियो खै के गर्छ अम्मा कसम हेर्नु न ब्युटी के दामी छ सिन हेरेरै आनन्द लाग्ने यस्तो के कस्तो मज्जाको हिजो चाहिँ पानी परेको थियो त्यो पानी आज चाहिँ मौसम क्लियर छ हेर्नु न अमेजिङ बादल लागिरहेको छ एकदम बवाल एकदम क्लियर छ है मौसम ओहो नानी बाबु पनि स्कुल एक्जाम दिएर आइसकेको छन् है चाहिँ हामी चाहिँ राङ्गाल चोरनिर ठ्याक्कै आइपुग्यौँ गर्मी उदुम छ यार त लास्टै गर्मी छ आज पानी परेको छैन हेर्नु यो पारीको चाहिँ धुर्कोट अनि हामी चाहिँ इस्मा गाउँपालिका सरी इस्मा पर्छ यो पारी चाहिँ रेसुङ्गाको डाँडा बादल लागेको छ नि कस्तो रङ साइड आयो होला गाडी पारी माथि चाहिँ ग्राउन्ड छ फुटबल ग्राउन्ड हेर्नु न सिन बादल हेर्नु बल एकदम दामी छ दामी यहीबाट जाने भनेको पौडी खेल्न कोही ट्र्याक्टर रोकिरहेको छ गाइज यताबाट पारी गुफा दुर्गट गुफा पनि गइन्छ बट बाटो छैन जस्तो छ यहाँ आइने छैन फेरि रिटर्न हुन पर्ने भयो ब्याड गयो जा नआउने भनेको गर्मीमा तर फर्केको हामी सायद तर मलाई त बाइकमा हिँडेरै चिसो भयो गर्मीको महसुस अब चाहिँ ठ्याक्कै घमेर खोला बाबुहरू पुरा पौडी खेल्नु त अब 9 दिन होला त सानो छ हेलो हेलो खेला बाबु मजाले खेला है आनन्द लिइराख्नु भाइहरूले घमेर खोला यो गर्मीको आनन्द छैन भाइ स्विमिङ पुल मिनी स्विमिङ पुल नेचुरल स्विमिङ पुल भनौँ न मजा ल्याइरहेको यो पुल है पहिला पुल थिएन नि त कति दुःख थियो त कस्तो छ मौसम बस्नु ठिक छ है नेचुरल ब्युटी एकदम आनन्दले यहाँ चाहिँ माथिबाट आएको छ माथिदेखि आएको छ है सुन्न सक्नुहुन्छ पानीको छल्काको आवाज कति आनन्द लाग्यो है पिसफुल अनि बाटोमा पानी परेर यसो भिडियो बनाएको साथीहरू